तपाईलाई मन्त्री भन्नु कि महावीर पुन भन्नु? महावीर पुन दाई भन्नु। त्यसो मन्त्री नभन्ने जनताले त मन्त्री महावीर पुन भन्न थाले। भन्नेले भन्ला तर सबैले दाई भन्ने हुन्छ। अनि अब तपाईँ गाड बिना हिँड्दाखेरि त समस्या होला नि त। अब तपाईँ आउँदैन? गाड चाहिँ खटाइदिएको छ, त्यहाँ तलतिर बसेका छन्, घुम्न जाऊ भनेको छु मैले। तपाईँलाई क्वार्टर पनि नचाहिने भने मन्त्री क्वार्टरमा गएर आनन्दसँग बस्यो हुन्थ्यो नि त। किन मन्त्रालयमा बस्नुभयो? कहाँ छ र मन्त्री क्वार्टर? सबै जलाइसक्यो त। निजी निवास छैन? निजी निवास आविष्कार केन्द्र छ नि। मन्त्रालयमै बस्नुभयो, यहीँ सुत्नुहुन्छ, यहीँ खानुहुन्छ। तपाईँहरू जस्तो ठुलो बङ्गला खोजेर होइन गाडीमा अहिले मेरो पनि केही छैन, म पनि 18-20 घन्टा काम गर्छु, तपाईँ जस्तै हो। तर त घरमा त बस्नुहुन्छ नि। मलाई एकजनाले के भन्नुभएको थियो, अमेरिकामा पनि तपाईँले कहिल्यै कपडा किन्नु भएन, अरूले दिएको कपडा लाउनु पऱ्यो हो। एक दिन मेरो कोठा छेउमा अर्को एउटा खैरे केटाको कोठा थियो। उसले चाहिँ त्यो राम्रो राम्रो यस्तो कमिजहरू चाहिँ झोलामा हालेर त्यो लाएर यसो गरेर त्यहाँ उतापट्टि त्यो चाहिँ फोहोर फाल्ने उसमा ठ्याक्कै हाल्यो। मैले देखेँ, मेरो अगाडि देखेँ। अनि मैले भने किन फालेको भनेको, चाहिँदैन भने। खै यसले त हेरौँ भनेर मैले यसो हेर्दाखेरि त राम्रो छ, हेर्नुहोस् राम्रो छ, कमिज छ है, सर्टहरू छ, टी सर्टहरू छ। है यस्तो फाल्ने म लाउँछु भने मैले त्यहाँबाट सुरु गरेको हो। अहिले पनि नेपालमा पनि किन्नु भएको छैन कपडा? कहाँ किनेको त? जस्तो अस्तित्वमा शपथ ग्रहण समारोहमा जाँदाखेरि दौरा सुरुवाल लगाउनु भयो, साथीहरूले ल्यायो नि। अब जस्तै कि हाम्रो चाहिँ धरानको मेरो अर्को साम्पाङज्यूको पनि त्यो खालको प्रतिक्रिया आउँछ। यसरी चाहिँ प्रतिक्रिया नदिए हुन्थ्यो नि भनेर पनि भन्छ नि सर, कस्तो लाग्छ? किन नदिने, प्रतिक्रिया दिने मात्र होइन, मैले त पायो भने ठोकिदिन्छु पनि भनेको छु। होइन अब भेट हुँदैन, अब फेसबुकमा ठोकेर भएन। यो खानेकुरामा पनि मैले केही पनि वास्ता गरेँ। भोक लाग्यो भने जे छ त्यो भोक लाग्दैन। कुनै संस्थाले सम्मानपूर्वक दिएको मायाको चिनो मेडललाई तपाईँले सजिलैसँग बिक्री गरिदिनु भयो के भन्नुहुन्छ यसमा? बिक्री गर्ने होइन, काम नलाग्ने मायाको सम्झनाहरू टिपेर पनि फालेको छ। अब जेसुकै गरोस्, मलाई राजनीतिसँग वास्ता छैन। देश र राज्यबाट के कुराको आशा छ हजुरलाई? केही आशा छैन। तपाईँ पछिल्लो समय खुसी हुनुभएको, हाँस्नु भएको कुनै पल मलाई भनिदिनुहोस्। कतिखेर तपाईँ हाँस्नुहुन्छ? सधैँ हाँस्छु। नभएको कुरालाई पनि भए जस्तो गर्नलाई चाहिँ नेपाली मान्छेहरूको कम्पिटिसन राख्ने भने ओलम्पिकमा जित्छ। घरको सम्पादक त अब जेनजी उमेरमा परेन, ढङ्ग ल्याएन भने त्यो पार्टी खोलेको केही अर्थ हुँदैन। कसैको पार्टीमा अहिले जानु। सम संस्कृति पार्टी वैकल्पिक पार्टी भन्ला कि नभन्ला? अरे ज्योतिषीको कुरा नगरेन हो। अब 32 वर्षसम्म म त पालिएको छु। 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म। होइन, हावा र पानी खाएर बाँचेको छैन होला, किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला। त चप्पल लाउन सक्दैन, फाटेकै चप्पल लाउँछ, कोट लाउन सक्दैन। तर तपाईँहरूले त 1000 2000 को जुत्ता त लाउन सक्नुहुन्छ होइन? तपाईँहरूले सक्ने हुँदा हुँदैन चप्पलमा किन हिँड्नुहुन्छ? यो पनि एउटा लोकप्रियतावाद हो कि भनेर प्रश्न उठिरहेको। ए साथीहरू त हावा रहेछ उसो भए। जीवन उच्च विचार जेसुकै होस्।
बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनुभयो? स्याउ र स्याउ अब के अरे फुलको गुच्चा अनि केरा र मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? र इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। त्यो जनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त फेरि जनरल कुरा सोध। त्यो मार्केटले मैले गरेको होइन। मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छु। आफ्नो काममा व्यस्त, म आफ्नो काममा व्यस्त छु। जाऊ जाऊ जाऊ। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् होइन। अहिले मैले निःशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउँछु? हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। तपाईँ धेरै अध्ययनशील मान्छे हो, व्यक्ति हो, महावीर पुञ्जी। अध्ययनशील होइन, होइन व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या। मैले चिनेको काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। पढ्दैन पढ्ने। हाम्रो बा मन्त्री भइसक्नु भयो, यहाँबाट निस्किनु लाउनु भयो होइन। कोट प्यान्ट लाएर है त मन्त्री भइरहेको छैन अहिले। ए अझै मन्त्री हुनुभयो होइन। दुई दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन। जे भए पनि फिल हुँदैन। राजै बनाइदियो भने फिल हुँदैन है, राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल। अब तिमीहरूको यो सबै माग पुरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने, अनि यो सबै कुरा आफैले गर्ने। यहाँभन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन। जेसुकै गरेर आफ्नो बुद्धि लगाएर गर भनेको। जेसुकै गरे पनि भनेको कुरो चाहिँ हो त्यति बेला होइन। जेसुकै गरेर सुतेर बस भनेको त छैन नि मैले। कहाँ गयो त्यो भाइ एकजना? यहाँ एकजना भाइले त्यो बोलाएको थियो, रामेश्वरजी जाने भन्ने थियो। कता हो कता? पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ, के खाएको छ, कसले कहाँ हग्यो, कसले कहाँ पाद्यो, कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्र हेरे जस्तो लाग्यो क्या। जीवनमा कसैलाई एकदमै प्रेम गर्नुभयो? प्रेम त मेरो सुहानी छन्, दुईटा छोरी छन्। अब तिनीहरूलाई त गर्नै पर्यो त। अब तिनीहरूलाई पनि हेला गर्नु त भएन।
नेपालीको दिमाग कुहिएको हो के नेताहरूको भनाइलाई विश्वास गर्ने नेताहरूको भनाइलाई विश्वास गर्ने हो भने नेताहरूले सिङ्गापुर बनाइदिन्छु भनेको छ